सो गुड मर्निङ गाइज, फेरि न्यू डे। एउटै भ्लगमा 3टा रात जोडिएको अवस्थामा चाहिँ म एकदम माफी माग्न चाहन्छु, किनकि हामीले चाहिँ पुरा क्रियाकलाप राम्रोसँग गर्न पाएनौँ मैले गर्दाखेरि। किनकि मलाई एकदम गाह्रो भएको थियो कि अब अहिले के भएको पनि है, भ्लग गर्न पनि गाह्रो छ। स्वास्थ्य अवस्थाले मेन मेरो प्रब्लम भनेको ढाडको प्रब्लम हो होइन। डक्टर थिमको स्ट्रेचिङ गरेर सन्चो हुन्छ भन्छन् डक्टरजीले। जति स्ट्रेचिङ गरे नि उही हुन्छ, गाह्रो हुन्छ, कस्तो खालको स्ट्रेचिङ गर्ने होला भनेको मैले अपरेसन गर्दै भनेको। अपरेसन भनेको र त्यो सर्जरी भनेको त बिग डिसिजन रहेछ। मैले रिसर्च गर्दाखेरि अपरेसन सकेसम्म नगर्नु रे होइन। अब च्याट जिपीटीलाई सोद्धा, मान्छेहरूलाई सोद्धा, अब सबै अपरेसनहरू सक्सेस हुन्छ नि छैन नि त। अर्को कुरा भनेको चाहिँ हाई एल्टिट्युड लाग्न लागेको मलाई। अब जुन हाई एल्टिट्युडमा खेलेर हुर्केको मान्छेलाई हाई एल्टिट्युड लाग्न लागेपछि मैले एकदम धेरै एक्सर्साइज गर्नुपर्ने हो। मेरो जहाँसम्म लाग्छ मेरो एक्सर्साइज नभएर अब म एउटा प्रमिस गर्छु, म जाँदा बित्तिकै सुदर्शनसँग जोडेर गएर क्रसफिट हान्न सुरु गर्छु। म एक्सर्साइजमा अलिकति ध्यान दिन्छु। रनिङ जुत्ता किनिहाल्छु, म गएर रनिङ हानिहाल्छु। म सबै चिज म गरिहाल्छु। म यस्तो कम्प्रोमाइज गर्दैन यार। बर्बाद भएर यस्तो कामै गर्न नसक्ने त्यो अलिअलि बुढापाकाले के भन्थे, तिमीहरूको उमेरमा त हामीले उडेको चरा छोपिदिन्थे भन्थे क्या हामी सानो हुने बेला। बुढा ग खान्छ भन्ने हुन्थ्यो नि त। त्यो हुँदो रहेछ रियालिटी क्या। त्यो अब जति उमेर बढ्दै गयो के कुराले डिस्टर्ब गर्दो रहेछ। फिटनेसमा चाहिँ अलिक बेसी ध्यान दिनुपर्ने रहेछ। अहिले यति गफ हाने जस्तो भयो अनि मैले गरिनँ भने चाहिँ अब च्यालेन्ज गर्नु पऱ्यो। मैले म डुले पनि जे गरे पनि दिनमा 100 पुसअप। अनि अरू के चाहिन्छ अरे? हल्का रनिङ। अरू अनि केटाहरूलाई चाहिँ म सरी भन्न चाहन्छु। मेरो कारणले केटाहरू बसेको नि हिजो गएर डुलेर आयो एक्लै गएर होइन। मलाई लास्टै गाह्रै भएर है, मलाई छोडेर जानु नि मन थिएन कि। म कस्तो हिँड्ने मान्छे हो। म पहिलाको भ्लग हेर्नु है, मुस्ताङतिर कसरी डाँडामा चलाइदिन्थेँ कसरी गर्थ्यो। अहिले त के भयो अचम्मै चिज पऱ्यो। अनि अर्कोचोटि बात चाहिँ रविनजीसँग सुत्न अलिक गाह्रो है। कुनै केटीले रविनजीलाई बिहा गर्दै हुनुहुन्छ भने चाहिँ एकदम सिरानी घरमा चोख देखाउँदै नदेखाउनु होला, फालिदिनु सिरानी। नोइज क्यान्सिलेसनवाला एउटा इयरफोन किन्न पऱ्यो। यो घुर्न नि मान्छे, हाम्रो बाबा नि घुर्छन् क्या होइन। गर्दा बाबालाई केही भन्ने कुरा भएन, म सानै थिएँ होइन। बाबा उहीँ सुत्न पर्थ्यो सँगै। अनि त्यो 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 घुराइलाई चाहिँ मैले म्युजिकमा बनाएको थिएँ। घुर त्यो बाबाले जति बेला घुर्छन् त्यति बेला सास लिने फाल्ने गरेर त्यो कम्बिनेसन बनाएको त यिनी कसरी घुर्छन्, त्यो सासै अड्केर हटा मर्न लाग्यो भने टेन्सन क्या अर्को। के भयो तिमीले त्यही भएर चेक गरेर सिद्धेकै क्या मान्छे सके क्या जस्तो बनाउने नि यार, सातो लाने यार। अनि त्यो रबिन भनेको ए सिरानी झुक्या भरि घुऱ्यो भनेको सिरानी झुकेर आज ठाडै झुलेर तिमीले त तिम्रो साइडको सिरानी पट्टो लगाऊ क्या, नघुर्नेवाला हुन्छ नि त तिमीलाई। मोबाइल हेर्ने बेला 2टा सिरानी चाहिन्छ, अर्को चाहिन्छ, हाम्रो यस्तो हेरिन्छ नि त। त्यही हो गाइस, आज चाहिँ म एकदम फर्ममा छु। हामी जानुपर्ने हुन्छ हिमाल चढ्न। हिमाल त आज देखिएन, पुरै कुहिरो लाग्यो। हावा त्यति चलेको छैन, यो महिना चाहिँ हावा त्यति नचल्ने टाइम रहेछ। तर दिउँसो चाहिँ अहिले चले जस्तो लाग्यो। चाहन्छौँ यस्तो रमाइलो हुन्छ, आज यस्तो कुदाउनु पर्ने हुन्छ। इन्स्टाग्राम टिकटक सबैमा हेर्नु नभन्नु होला। र टिकटकमा पनि हामीले टन्नै रिल बनाउँछौँ, टन्नै गीतमा नाच्छौँ डाँडामा गएर। सो इन्जोय गर्न नभन्नु होला, सबै प्लेटफर्ममा फलो गर्न नभन्नु होला। सो अब हामी खाजा खाएर निस्किन्छौँ। अनि गाइस बाइक चाहिँ मैले उता राखेको छु, अब ल्याउन जानुपर्ने हुन्छ। अनि त्यहाँ बाइक हिजो मैले भनेको थिएँ नि त, हिजो अलिकति ग्रेजिङ गर्न बाइक धुन दिएको थिएँ। अनि यही नजिकै सबै बाइकहरूको बनाउने ठाउँ पाएर पनि एकदम सजिलो र राम्रो क्या। अनि त्यही भन्दै अब निस्कनु भन्दाखेरि चाहिँ भिडियोलाई अगाडि बढाउनु भन्दाखेरि चाहिँ एउटा दामी प्लेटफर्मको बारेमा भन्न गएको छु, जसमा तपाईँले लाइभ फुटबल म्याच, क्रिकेट म्याच, भलिबल म्याचहरू हेर्न सक्नुहुन्छ, त्यो पनि फ्रीमा। अनि तपाईँले त्यसमा प्रेडिक्सन पनि गर्न सक्नुहुन्छ। सो अनि अहिले वर्ल्ड कप पनि सकिसक्यो, अब क्रिकेटहरू सुरु हुन्छ होला, त्यसमाको म्याचहरू पनि फ्रीमा, भलिबलको म्याचहरू पनि। सो तपाईँले चाहिँ गुगलमा गएर कमेन्टमा चाहिँ पिन गरेको चिज सर्च गरेर चाहिँ मेरो स्क्रिनमा दिएको नाम युज गर्नुभयो भने तपाईँले फर्स्ट डिपोजिटमा 50,000 बोनस पाउन सक्नुहुन्छ, त्यो पनि बवाल तरिकाले। अनि टन्न गिफ्ट ह्याम्पर पनि पाउन सक्नुहुन्छ। सो अनि गिफ्ट ह्याम्पर र बोनसको चाहिँ टन्न मजा लिनुहोस्। अब चाहिँ हामी निस्क्यौँ डाँडातर्फ। अनि हेर्नु न, यो मलाई यो ठाउँ हेर्दाखेरि रातिमा अझ दिउँसो भन्दा नि ब्याक टु 90s को टाइममा टाइम ट्राभल गरेर घुम्न जस्तो फिल हुन्छ कि मलाई चाहिँ है। किन तपाईँलाई कस्तो लाग्छ? अहिले दिउँसो चाहिँ त्यति देखिए होइन, अझ मान्छे धेरै भने झ्याउ लाग्ने हुँदैछ। मान्छे सम्म भएला यो पोलहरूको बनावट हेर्नु न, त्यस्तो छ। हिमाल चाहिँ खोलेन, बादलजीले छेकिदिनु भएको छ चाहिँ मजाले। अब त्यही हो चाहिँ रमाइलो हुन। मेरो बडीले हल्का अक्सिजन एडप्ट गरेर जस्तो लाग्यो। हिजो त अलिक गाह्रो, बडीमा अक्सिजन नभएको जस्तो विक फिल भयो जस्तो भएको थियो होइन। अहिले चाहिँ अलिक बडीमा पावर आएको जस्तो फिल भइरहेको छ। सो त्यही हो गाइस, हेर्नु यति हिँड्दा नि थाकिन्छ फेरि। ल गाइस, हेलो चेक 1 2 3 हेलो चेक। ल फाइनली गाइस रेडी भइसक्यौँ र हाम्रो यहाँ 2जना पनि आएको छन्। ल वेलकम टु माई भ्लग। ल अनि तिमी गएनौ होइन?
ल ल आज लिँदै बस्नु पनि सकिन्छ अलिकति एउटा भएको जस्तो भगवान्को कृपाले मुक्तिनाथ भगवान्ले हामी सबैको रक्षा गरून् मिलाएर बुझ्दाखेरि यति बोल्दा नि स्यास्या परिरहेको गरी पर्न डाँडामा हान्नुपर्छ आज मजाले ल यहाँ हाम्रो केटाहरू छन् यिनीहरूसँग राइड जानु त पाइएन तर पनि गाइजहरूसँग यसो भेटघाट गरेर निस्किम कि भन्ने उसमा छौँ यहाँ केटालाई भेटेर निस्किमला नमस्ते के छ हाई अल्टिट्युड हामी त यहीँ छौँ क्या अब जानु लाग्यो माथि है नि हुन् म गुरुङ भन्ने अब फेरि सुटे खान् सास त फेरि खान् नि ए सास फेरि रहेछन् ठिक छ भेट भइएन गरे सुता डिस्टर्ब गरेन अब पछि भेटौँ ल माथितिर जानु लाग्यो हिजो हाई लाग्यो मलाई त अझै के भयो यार गाह्रो बनायो ल गाइस हामीले चाहिँ यहाँ दिदीकोमा पेट्रोल हाल्दैछौँ जान्छ 2 लिटर त ढुक्क कागबेनी पारीबाट दामी ठाउँ छ त्यहाँखेरि यस्तो हामी डाँडा चलाउँछौँ भिडियो हालिदियो है जोमसोमबाट निस्किसकेका छौँ खुल्ला भ्यू यो हिमालमा मात्रै छेक्नको लागि बादल चाहिँ किन लाउने होला कुनै यतातिर लाउने नि बादल हिमाल खोलिदिनु नि होइन र अनि भाइ युएसबाट आएको थिएँ अनि यसो यसलाई घुमाइदिनु पऱ्यो अब डाँडा काँडा बुलेटमा छन् गरे दाइको बुलेट लिएर आएर रहेछन् मजाको भ्यू देखिया वा यु क्यान सी द भ्यू खोला हेर्नु त क्या बवाल रमाइलो देखिरहेछ है बस्दै जान पर्छ भन्ने पहिला त नबसिकन गइन्थ्यो अहिले चाहिँ बस्दै अक्सिजन एडप्ट गर्दै जाँदाखेरि राम्रो रहेछ जस्तो लाग्यो किनकि पहिला मलाई त्यही भन्थे अरूहरूले बस्दै जानुपर्छ एक दिन जोमसोम बस्नु पऱ्यो अनि कागबेनी मुक्तिनाथ बस्नु पऱ्यो अनि मुक्तिनाथमा हल्का गाह्रो होला जस्तो अनि कागबेनी बस्नु पऱ्यो नभए फेरि मुक्तिनाथ नै बस्नु पऱ्यो त्यस्तो टाइपको इन्डियनहरू टन्नै आएको छन् अब यिनीहरूलाई चाहिँ त्यहाँ बाटोमा चाहिँ सिकाउनु पऱ्यो कि अब यस्तो हो नेपाल यस्तो फोहोर फाल्नु हुन्न यताउता भनेर सबै मान्छे त त्यस्तो हुँदैनन् त्यही पनि त्यहाँ चाहिँ अब 100-200-500 तिरेर 15 देखि 20 मिनटको क्लास दिएर बल्ल नेपाल छिराउने नियम लागू गऱ्यो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ है बाटोबाट बोतल नि फाल्दै खान जे फाल्दै खान होइन झ्यावै लाउने के अनि यो डाँडा काँडा हेर्दाखेरि मैले बारम्बार पनि भन्नु छु पहिलो जन्ममा म यतैतिर हुर्केँ थिएँ कि जस्तो मलाई फिल हुन्छ किन भन्नुपर्दा चाहिँ झिरिङ्ग त्यो छुट्टै टाइपको गुजबम्स आउँछ क्या मलाई अनि त्यही भएर मलाई घरिघरि मुस्ता आइराख्न मन लाग्छ अनि दुल्ला दाइले त टिपेटको हो नि त पहिला पुरानो पुर्खा घरहरू अनि सानोमा गएको मेमोरिजहरू चाहिँ होला नि त अनि आउँदाखेरि त्यस्तै भाइब आउँछ होला त्यही भएर दुल्ला दाइहरूलाई चाहिँ आइराख्न मन लाउँछ होला जस्तो लाग्छ है मलाई चाहिँ मलाई के थाहा अब म पुरानो पहिलाको टाइममा म टिबेटकै थिएँ कि रियाजा टिबेटेनै थिएँ कि रियाजा अनि टिबेटेन म्युजिकहरू नि कस्तो मुटु हान्छ कि मलाई टिबेटेन म्युजिकहरू डेन्जर मनपर्छ मलाई ढुङ्गा यस्तो हान्नु पर्ने अरे एकछिन थाकिन्छ यहाँबाट एउटा सैया गएला जस्तो त्यो ढुङ्गाले माथि जानै दिन्न यार कागबेनी आइपुग्यो केटाहरूलाई कुर्दैछौँ कुरोमा केटाहरूले अनि यो पारीको क्रिएटरहरू हेर्नु कसरी बनायो होला कसले बनायो होला किन बनायो होला है कुन टाइममा बनायो होला अचम्मैको छ यार पहिरो फुसफुस जान्छ ढुङ्गाहरू ख्याप 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 राखे जस्तो देखिने यार अचम्मैको चिज देखिने रहेछ भोल्क्यानो हुने बेलाकै रहेछ क्या तल यही हो फेरि कागबेनी यो कागबेनीमा चाहिँ मेनली त्यो श्राद्ध यताउता गर्न आउँछन् अनि मेनली भनेको चाहिँ यो अलिक कोप्चोमा छ कि होटल व्यवसायको लागि मुक्तिनाथको लागि चाहिँ सहिलो है यहाँबाट सिधै माथि गयो भने मुक्तिनाथ पुगिहालिन्छ तपाईँलाई थाहा भएको कुरा हो हामी चाहिँ ठ्याक्कै खोलातर र अप्पर मुस्ताङ जाने बाटोबाट माथि लागिन्छ ठ्याक्कै मुक्तिनाथ जाने पिच रोड छ भने हामी पारीको बाटो अफ रोड खोज्दै जानु पऱ्यो
तपाईँ डट बाइकमा आउनु भएको छ भने चाहिँ अलि रमाइलो गर्नु लागि यो बाटो चाहिँ मुक्तिनाथ जाने के अप्पर मुस्ताङ जाने बाटो यहाँबाट ठ्याक्कै त्यो पुल क्रस गर्दा बित्तिकै यहाँबाट माथि जानुपर्छ के माथि माथि त्यो बिचबाट सकिएन गाई स्टार्टै अफ भइदियो खुट्टै गयो म फेरि आउँछु है ए यो रमाइलो अरू त किन गर्नु सकिन्छ र ल गाइज यहाँ माथि हान्ने यहाँ चढ्छ राम्रोसित मजा आउँछ यहाँ थाडै हान्दिउँ झरमला यहाँनिर पुग्ने गरेर उता नजानी यसो गो तिमी हिँड अगाडि अगाडि म खिच्छु तिमी हिँड म तिम्रो पछाडि आउँछु यहाँ हल्का टाइम लिएर गर्नुपर्छ अक्सिजन पुग्दैन फोटो हान है अलि जाला जाला जस्तो गर्ने नि सही दामी आएको थियो अगाडिको पङ्क्रा चुई 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 उडेर फल्टेला हुन्छ अरे फाइनल्ली पहिला मलाई एकदम हाई लाग्थ्यो यसरी चलाउँदा किन यो एक्सट्रिमको जर्सी लाएर होला हाई लाग्नै छोडे जस्तो लाग्छ मलाई होइन हामी चाहिँ अब यहाँबाट चाहिँ सर्लक्क लाएर यो माथिको डाँडामा पुग्ने भनेको केटाहरूले एकदम रमाइलो भएको छ अनि अझै पनि लाइफमा यसरी नै भ्लग बनाउने इनर्जी आओस् भनेर मुक्तिनाथ भगवान्लाई यहाँबाट म दर्शन गर्न चाहन्छु किनकि आज चाहिँ
लगाइ यस्तो बेला आएर चाहिँ डाँडामा धेरै बोएर बस्नुहुन्न किनकि हावाले हुगेर एकदम डिहाइड्रेसन बनाइन्छ मिस गर्दछौँ अब यहाँबाट फर्काएर लाइन चाहिँ कसरी भन्ने कुरो हुन्छ अलिकति अन्यल परिसकेँ यस्तो भिडियो मनपर्छ नि होइन तपाईँलाई म पहिलाको पुरानो भाइस याद आउने होइन खलाए अरे कुरुरुरु ल ल ल गाइस अब चाहिँ हामी यो ठाउँ छोडेर गयौँ यहाँ टिकटकहरू बनायौँ सबै बनायौँ यताउता रमाइलो भयो अनि अब हामी उता जाँदैछौँ ल गाइस टक्क लाएर त्यहाँ रबिनको बाइकले अलिक ढोका दियो कार्बोरेटरमा प्रब्लम अर्को बुलेटहरू माथि जान गाह्रो हुन्छ भनेर हामी दुईजना मात्रै यता माथि जाँदा म एकचोटि जमानामा गएको थिएँ त्यो बेला हिमाल खुलेको थियो होइन हरि बवाल देखिएको थियो क्या त्यति बेला मैले एसी लगाएर गएको थिएँ बाटो खोज्दै जाने हो क्या अनि यो ठाउँमा एसी चाहिँ ट्र्याक बाटो बनाएको बाटो कुद्नु मजा आउँदैन खासै जता हुन्छ त्यतै होइन दुईजनाले जसो पनि जबरजस्ती हालिन्छ हामी दुईजनाले त्यो भएको कारणले चाहिँ हामी चाहिँ अझ माथितिर जान्छौँ होप्सो अझ राम्रो भिडियो देखाउनु पाऊँ के अरे खाद लेक साल्ट लेक यता उताको लागि चाहिँ घ्याउला पास रे अब जहाँ पुग्न सकिन्छ लेट्स सी रमाइलो अहिले चाहिँ मैले थोरै हावा फालिदिन्छु किन हावा फाल्छु भन्दाखेरि ग्रिप बसेन कि राम्रोसित यस्तो गरेर फालेपछि माटोमा ग्रिप बस्छ कि ल ठिक छ अहिले तानेन भने फेरि धेरै कम नै राख्नुहुन्न फेरि ढुङ्गा पऱ्यो भने तिरपट हुने चान्स हुन्छ धेरै पहिलादेखि उनको ड्रिम पुरा भयो यार ल यहाँबाट हाल न रन खायो ए मजै मजा माथि 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 कुदायो हावा फालेको डेन्जर तान्छ त्यो बाइकले आई लायो बाइकलाई यस्तो बाटो हो कि घुम्ने अब माथि अब तिमी अगाडि हिँड रन गयो मजा केमा छ यहीमा त छ नि होइन गाइस यता हो खेल्ने ठाउँ मजाको जहाँ कुदायो नि हुन्छ क्या सुदर्शन खाल्टो हुनसक्छ क्या कोही कोही ठाउँ फेरि यस्तो डाँडा चढ्दा बित्तिकै हे देऊ रन्कायो 300 बनाएर होला यो जुमापले डेन्जर ताने खाके सुदर्शन चाहिँ त्यसरी गहन त्यहाँ पुगिखान सुदर्शन रन्काएर त्यो ठाडै बाटो रोजेको सक्दैन गरी जाँदा अब कहाँ जान्छ जाला र अड्क्यो नि अड्क्यो जा त्यही बाटो रोज्छु मैले त्यही बाटो रोज्नै पर्ला जस्तो चढिहाल्छ यो खान दामी दामी यसरी हो क्या हामी खेल्ने भनेको हेर्नु त भ्यू हेर्नु गाइस कस्तो छ म चाहिँ यहाँ आइपुगेँ सुदर्शन त्यहाँ छन् यस्तो भ्यू हेर्दै माल खुलेन क्या दामना अब हग्ला हल्ला जस्तो गऱ्यो खाना खान चाहिँ जानुपर्छ यस्तरी आउँदैछन् खुदायो मैला कुकी भएर टान्न गाह्रो गऱ्यो कि रह्यो गयो बाइकले अलि टान्न गरेर तल हिँड यताबाट हिँड हामी चाहिँ अब डाउन हिल हान्दैछौँ मजा आयो कहाँ माथि आइपुग्यो हेर्नु माछा खाएर जाऊँ लाउ ल गाइस फाइनल्ली बाइकलाई यहाँ सुताएर राख्दैछौँ मुक्तिनाथ चाहिँ त्यहाँ पर छ यो गाइस क्यान्सी अलिअलि बादल लाउला जस्तो गरेको छ
अनि माथिको डाँडामा है हामी चाहिँ त्यो माथिको डाँडामा जान पर्ने छ। ल हामी चाहिँ यहाँ माछा खाँदैछौँ टक्क लाएर। हाम्रो सबभन्दा नराम्रो बानी भनेको जाने एक ठाउँमा पुग्ने अनि फाँडी हानिहालिदिने, त्यो चाहिँ भन्दा नराम्रो बानी हाम्रो त्यो है। बसेर आनन्द यो भाइब्स लिएर बस्नुपर्ने हुन्छ। एउटा बाइक त्यहाँ राखेँ, एउटा बाइक यहाँ छ। आनन्दले मजा आयो यार, धेरै पछि यार। मलाई हरि खुसी लाग्यो क्या, हृदयदेखि नै औडा खुसी लाग्यो त्यो। न त मलाई लास्ट गाह्रो भयो मान्छे अनि होइन, यो केटाहरू हिजो काक्का डुलेर अहिले केही भयो नि, यो एल्टिट्युडमा आएर डुल्दा नि ओपी मजा आइरहेको छ। मजै मजा। त्यो डाँडाबाट आइसक्यो नि हामी, त्यो डाँडामा पुग्ने हो र यहाँबाट यस्तो जाम राम्रो मान्छे उतासम्म पुगाउन जाम न। कहाँमा पुगिन्छ पहिला हामी यहाँ रेस गरेर आनन्दले फोटो खिचेर बस्नुपर्छ है त। ल गाइस, यो एङ्गलबाट हेर्दाखेरि बवाल निलो आकाशसँग होइन हामी चाहिँ अब निस्किनुपर्छ। हामी यतैबाट डाउनहिल हानेर गएर बालीमाठीबाट डाउनहिल हानेर गएर पारिबाट निस्केर मुक्तिनाथतर्फ जान्छौँ। हामी त्यहाँ पुग्नुपर्छ क्या, हुन्न हिँड डाउनहिल हान। अलि माथिबाट चढेको कि म कताबाट चढेको यार, होइन त्यो धेरै लामो डाउनहिल भयो यार। यहाँबाट हेर्दा सजिलो देखियो, अप्ठ्यारो होला त्यो त डाउनहिल। यहाँबाट उकालौँ न, कस्तो हुन्छ यहाँबाट उकालौँ न। म जान्छु, भिडियो बनाइदेऊ न एकचोटि। गयो मामफुली यहाँ चाहिँ स्टार्ट भन्नुभयो। वान्स मोर फेरि जान्छ है। भयो ढुङ्गै गुल्ट्यो। सन्ध्या आउँदैछन्, हामी चाहिँ माथिबाट झरिसक्यौँ गाइस। यो माथिको ठाडो बाटो, हाई एल्टिट्युड नलाग्ने बाइक भएर डेन्जर कुदाइन्थ्यो होला। यसको बाइकको चाहिँ कस्तो हुन्छ भने चाहिँ अक्सिजन पुग्दैन क्या बाइकलाई, त्यो भएर चाहिँ यसले पनि फुसफुस आगो बल्न पाउँदैन नि त भित्र राम्रोसित। अनि आगो बलेन भने पावर आउँदैन, त्यही हो। हेर्नु त सपनाको गाउँ जस्तो माडमफुली, सपनाको ठाउँ जस्तो होइन नि यहाँबाट मजा आयो। डरिहाल्यो। यहाँ चाहिँ अझ कुदाउनु मजा आउने ठाउँ छ क्या। मामफुली 2-3वटा खाल्टो भएर बसेको रहेछ त नि। हाल्दै यस्तो त्यहाँबाट झरेर चरमला फेरि फुसफुस भयो भने अडियन टेन्सन हुन्छ। यहाँबाट झरम, यहाँ छ ठाउँ। यो चलाएको पुरै अरूले खिच्दै झन् कति मजा हुन्थ्यो होला है। वे तेरिका स्टार्टै अफ भइदियो यार। यस्तो न्युट्रलमा गइदियो फेरि। आया रोहनमाथि ढुङ्गा रोकिएर जबरजस्ती गर्नुहुन्न, यही हो जबरजस्ती गऱ्यो भने।
नन साह्रो चोट लाग्न यो ढुङ्गा ठोक्यो कि साब्रा छिक्ने खतरा ढुङ्गा भेट्यो त उचालो त यी शालिग्राम नि भेट्यो अर्को शालिग्राम ए दुईटा शालिग्राम भेट्यो क्रिएटर भएको माडा फुली कटाइदियो एउटा उचाल्यो उचाल्यो माट टुक्ने मजा आएन ढाँट ठोकियो थाके बेला तुम्हारो उस्तै गरी मन उस्तै हो क्या ठक्यो जहाँ लडेँ नि त्यहाँ चाहिँ मैले क्रिएटर भएको ढुङ्गा भेटाएँ कि एउटा दुईटा बेच्न राख्छ नि तलतिर यहाँ सानो तिनवटा अब एकछिन हामी यहाँ ढुङ्गा फुटाल्दै बाटो मलाई जस्तो लाग्यो सुन भेटिन्छ कि भित्र थाकिया लास्ट जबरजस्ती गरेको क्रिएटर हो यो फेरि मेरो मैले बङ्सिलो हो फुटालौँ खाली युरेनियम भेट्दाखेरि खाली होइन यो फुटालौँ है यो चाहिँ उतै ठुलो ए सुन छ क्या यस्तो छ ढुङ्गा खोजेर एउटा खालि त्यसलाई फुटाल्ने दुईजनाको कामै अब त्यही भइरहेको ढङढङ नि फुटाल्ने मासला बिस्तारै हान न यो ढुङ्गाले पक्को हुन्छ कि के अरे जाऊँ अब जाने कहाँ गयो त्यो सानो क्रिएटर नाना उठ्छ त्यसलाई कुन जमानादेखि के को उस होला यो चिज होला के लैजाने यो भित्र चाहिँ सुनको उस जस्तो पहेँलो छ होइन पूजा गर्छन् नि हाम्रो घरतिर पूजा गर्थे चिल्लो ढुङ्गा भन्छ भेटिन्छ कि लास्ट बलियो हुन्छ ढुङ्गाले यो पहिला सुन त हुनसक्छ नि होइन पहिलाको जमानाको रे आज के होला यो माटो जमेर त बनियो नि यो होइन पहिलाको त्यो अब माछा जस्तो कोही माछा नि हुन्छ क्या यस्तोमा बुझेन मच्छेडहरू हुन्छ क्या त्यो जमानाको माटोमा टाँसेर बसेको अनि त्यो एउटा रक भइदिन्छ नि त अनि त्यसको फर्म चाहिँ यो आइदिन्छ कि त्यस्तो हो त्यही भएर फालिदिइहाल्ने बाइक ढाड सड्कियो भने त बर्बाद हुन्छ ल त यो गाइस धेरै लामो भयो निस्किन्छौँ अब हामी थाकियो पनि होइन माथि सिधै बाटो कुदाम माथि जाने त जाऊँ न उतासम्म बादल लागेसम्म वहाँ हो क्या त्यो त यार होइन कि यहाँ आइसक्यो यार बाटो आइसक्यो म त्यहाँ के रहेछ नि हेर्न मन लाग्यो क्या यही छैन उतापट्टि यस्तै डाँडा देखिन्छ कि आधी घन्टा जाऊँ न त्यहाँ म जानै मन छ कि मेरो लागि जाऊँ त तलबाट हेर्दाखेरि यो डाँडामा के होला भने जस्तो हुन्छ डाँडामा आयो मारी डाँडा अर्को डाँडा आउँछ फेरि हेबा रिस उठ्ने क्या झ्याउला जस्तो नि हुने अलिअलि सडकको सेम यही छ खासै केही छैन लाग्यो पनि मजा आउने फेरि अर्को डाँडा आयो फेरि उस्तै सेम टु सेम यहाँ रिभर क्रसिङ भने नि खुट्टा भिज्यो भने चाहिँ टेन्सन हुन्छ कि ल गाइस फाइनली मुक्तिनाथ आयो आइस जमेको कि भनेको त्यो फुलको उस जमेर रहेछ यार कहाँ छन् केटाहरूलाई फोन गर्नुपर्ने होला नि सो अलराइट गाइज हामी चाहिँ फाइनली मुक्तिनाथमा आयौँ खाना अर्डर दिएको छौँ खानको लागि भाइहरू चाहिँ माथि गएर मन्दिरमा गएर पूजाको सुजा गरेर आएछन् यिनको फेरि यहाँ चलाउँदै सिटै फुस्किएछ अनि हामी डिबी किलर झिक्ने कि भन्थ्यो डिबी किलरले चाहिँ पावर अलिकति ल्याग गरिदिने चान्स धेरै हुन्छ त्यो भएर चाहिँ हामी झिक्ने भनेको तर रोडमा चाहिँ नोलिगल हो अनि हामीले चाहिँ डिबी किलर झिक्न लागेको छैनौँ अब यताको पास चाहिँ अब अहिले सोचेर खाना खान्छौँ यहाँ भोग्ला भाइले चटपट पनि ल्याइरहेन् कस्तो चटपटे यो रेटिङ कति दिन्छ तिमीले यसलाई
बखानु कस्तो मिठो तिम्रो नाम के हो कहाँ उडेर देखाइदेऊ त कहाँ तिम्रो घर रोल्पाली गाई छ क्रिस के हो घरती मगर हो हिरो छौ त तिम्रो त गाला रातो स्याउ जस्तो भएछ यो खाऊ चक्लेट यो प्रसाद हो भगवान्को ल रमाइलो भयो केटाहरूलाई एडभेन्चर भयो बालुन चस्मा लाख अन्त बलुन होइन क्या बालेन चस्मा ल ठिक छ अब चाहिँ हामी यो चटपट ढेरा यत्रो ल्याइदिएछन् फेरि भात खान नसकिने हो कि अनि टेन्सन अर्को टेन्सन तर मेरो त फेभरेट चटपट हो क्या भातभन्दा चाहिँ आज यो एक्सनको जर्सी लाएर मलाई एकदम पावर दिए जस्तो लाग्यो यार साँच्ची गाइज मैले ढाँटेँ होइन यार यस्तरी हान्न सकेँ नसकेँ अस्ति यहाँ मुक्तिनाथ गाडीमा आउँदा त फन घुमाएर फर्केको मान्छे हो म भनेपछि होइन उहाँ के अरे डोल्पा म गुरुङ छ डोल्पा जाने बाटो गिभअप गरेर आएको मान्छे भनेपछि अहिले मलाई कुन भगवान्ले पावर दिनुभयो नाम भन्नु न म बिग साउट दिन्छु भगवान्लाई हुनसक्छ हिजो केटाहरूले मलाई माथि जबरजस्ती नगरेर ठिक भयो कि हिजो माथि गएर टाउको दुख्थ्यो नि मलाई ल ठिक छ सक्कल चाहिँ अब हामी खाना खाँदैछौँ खाना चाहिँ अहिले हाम्रो 3:33 भइरहेको छ अब हामी यहाँबाट फर्किन्छौँ होला किनकि हामीसँग वेदरले साथ दिएन क्या राम्रो फुटेको आउँदैन यस्तैमा चलाइयो थाकियो आनन्दले अनि अब हामी फर्किन्छौँ होला लेतेतिर भोलि लेतेतिरको हरियाली यस्तो डाँडा पाखाहरू डुल्नुपर्छ त्यहाँ माथिको भोलि हिमाल खोल्दै हुन्छ क्या आम्मामा यस्तो बवाल भ्यू देखाउँछु क्या तपाईँहरू बादल पनि लगाएर अँध्याएर भइसक्यो अब चाहिँ निस्किन्छौँ हामी चाहिँ यहाँ अलिकति स्पिकर छिनो खाना हान्दैछन् केटाहरूले चाहिँ एक्सपायर भएछ त्यो स्पिकर स्पोन्सर एक्सपायर भयो अरे ल लागम केटा नि एकछिन आएर हाम्रो मग गुरुङको ग्याङहरू चाहिँ माथि मन्दिरमा अनि दुली खाना भट्किया नै त्यही भट्केको हातमा यसरी भट्केर बस्या उसकोमा हात टेक्ने ओहो होटल नर्थ पोल रे मुक्तिनाथ एक्सट्रिम ल गाइज म चाहिँ निस्किसकेँ ल फाइनल्ली गाइज लेते आइपुग्यो अनि यताको वातावरण अहिले निलो आकाश थियो नि यताको वातावरण हेर्नु त यस्तो छ सो त्यो भएको कारणले चाहिँ अब हामी यहीँ बसिन्छ अनि भोलितिर यतातिर कता कता डुल्न मिल्छ डुलिन्छ म तपाईँलाई भन्ने नै छु अनि होप्सो रमाइलो हुन्छ होला आजको भिडियो इन्जोय गर्नुभयो होला डाँडा काँडाकुँडेको आफ्टर लङ टाइम मेरो पनि सक्सेस तपाईँको पनि सक्सेस एमआरबी दाइले युट्युबको पासवर्ड भुल्नुभयो क्या भन्नुभएको थियो छैन भुलेको ल विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ भने डाउनलोड ट्याप ट्याप एप र मेरो स्क्रिनमा दिएको प्रोमो कोड युज गर्नु भने फर्स्ट ट्रान्जेक्सनमा $15 एक्स्ट्रा बोनस पाउन सक्नुहुन्छ र विदेशबाट पठाएको पैसा चाहिँ विदिन 1 मिनटमा नेपालको ब्याङ्क अकाउन्टमा आइपुग्छ त्यो पनि एकदम अरू एपले दिनुभन्दा बेस्ट रेट दिन्छ सबभन्दा चाँडो पठाउनु छ भने त्यही हो सजिलो छ सो सबैजनाले डाउनलोड गरेर मेरो प्रोमो कोड युज गरेर पैसा पठाउनु होला सो आजको लागि यति नै सी यू अन नेक्स्ट ब्लग बाई बाई